हार्दिक निमन्त्रणा। यही जुलाई 9 तारिकमा पूर्वाङ्ग गरी जुलाई 10 देखि 16 तारिकसम्म हाम्रो निवासमा हुन गइरहेको श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ सप्ताह कार्यक्रममा उपस्थित भई आध्यात्मिक शान्ति तथा पुण्य लाभ प्राप्त गर्नका लागि हार्दिक निमन्त्रणा गर्दछौँ। हामीले सम्झेसम्म आध्यात्ममा आस्था र विश्वास राख्ने सबै प्रियजनहरूलाई निमन्त्रणा पठाउने प्रयास गरेका छौँ। यद्यपि कतै कसैलाई छुट्न गएको भए यसैलाई निमन्त्रणाको रूपमा ग्रहण गरी सहभागी भइदिनु हुन समेत हार्दिक अनुरोध गर्दछौँ। साथै सप्ताहको अन्तिम दिन तथा 16 जुलाईमा हाम्रा नातिद्वय निलेश र रिसानको शुभ व्रतबन्ध कार्यक्रम पनि रहेको छ। त्यसैले समय मिलाई उपस्थित भई आशीर्वाद दिनु हुन समेत हार्दिक निमन्त्रणा गर्दछौँ। हाम्रो दैनिक कार्यक्रम अनुसार बिहान 5:30 बजेबाट पूजाआजा सुरु हुनेछ। त्यसपछि बिहान 8:30 बजेदेखि दिउँसो 12:30 बजेसम्म श्रीमद् भागवत महापुराण संस्कृतमा पढिनेछ। त्यसपछि दिउँसो 1 बजेदेखि 4 बजेसम्म कथा प्रवचन हुनेछ। 4 बजेदेखि 4:30 बजेसम्म आरती, पुष्पाञ्जली तथा प्रसाद वितरण हुन्छ भने साँझ 6:30 बजे आरती, पुष्पाञ्जली र भजन कीर्तन हुनेछ। साथै 15 जुलाईमा लाखबत्ती बाल्ने समेत विशेष कार्यक्रम छ र 16 जुलाईमा व्रतबन्ध समारोह सहित कार्यक्रम सम्पन्न गरिनेछ। तपाईहरूको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ। कुन दिन उपस्थित हुन सक्नुहुन्छ भन्ने जानकारी गराइदिनुभयो भने हामी आभारी हुने थियौँ। धन्यवाद।